यही 1000 वर्ष पुरानो रुख यहाँ पनि लेखा छ। त्यसै त 1000 years old। यहाँको चर्चमा प्राय 2वटा घडी हुन्छ क्या होइन। उयो घडी चाहिँ माल्टाको टाइम भयो होइन, यो घडी चाहिँ माल्टाको टाइम भयो। यो घडी चाहिँ कहाँको टाइम हो? यो टावर पनि जान्छ यहाँ। मोबाइलै हल्लाइदिएको त यार हावाले। हेलो साथीहरू, गुड मर्निङ। अहिले दिउँसोको 1 बजिसक्यो। म चाहिँ बेडमै छु होइन। हिजो राति आएर ढिला सुतेको थिएँ। अब उठेर फ्रेस हुनु पऱ्यो, फ्रेस भएर भेटौँ ल भाइ। म चाहिँ अलमोस्ट रेडी भइसकेँ। हेलो साथीहरू, तपाईँहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। लगभग 15-16 महिनापछि मैले भिडियो बनाउँदैछु। आजको भिडियो कस्तो हुन्छ? आज चाहिँ म घुम्नको लागि बाहिर जाँदैछु। आज मेरो छुट्टी हो होइन। छुट्टीको दिन बाहिर यसो यताउता चारौँ भनेर जान खोजेको। तपाईँहरूलाई मेरो रुमबाट देखिने भ्यू देखाउँछ है त। अनि यो चाहिँ निलो देखा जति सबै समुद्र हो क्या। यो पारी भइहाल्यो, रिसोर्ट हो, होटल हो के हो। अनि यो रोड भइहाल्यो। यो चाहिँ उता आउने अनि यसको तल्लोपट्टि त्यो गाडी देख्यो भन्दा यता चाहिँ रोड छ, त्यो चाहिँ जानी रोड भयो। रुमबाट नि यसो ढोकाबाट यस्तो बवाल भ्यू देखिन्छ क्या। समुद्र यो पुरै समुद्रै समुद्र हो। आज चाहिँ यो चस्मा लाएर जान्छु होइन। यो भित्र शीतलमा चाहिँ सेतो हुन्छ, घाममा चाहिँ कालो हुन्छ क्या यो चस्मा। अहिले बाहिर लगाएर देखाउँछु म। बस स्टपमा बसमा झरेर होइन यहाँबाट माथि जानु लाग्यो। 1000 वर्ष पुरानो रुख हेर्नु जानु लाग्यो। आजको आकाश चाहिँ बवाल खुलिरहेको क्या। घाम लाएर हिजो मस्त पानी परेको थियो, चिसो थियो। आज चाहिँ बवाल पनि खुलिएको छ। दिन पनि घामले घमाइलो भइरहेको क्या घाम लाएर। त्यहाँबाट बसमा झरेर आएको। त्यहाँबाट झरेर आएको 2 मिनटमा यहाँ आइपुगिहाल्यो। अस्ति यहाँ आएर मैले टिकटक बनाएको थिएँ होइन। भिडियो चाहिँ बनाउन आएको थिइनँ, टिकटक बनाएर पोस्ट गरेको थिएँ। सबै गुफा हो क्या यहाँभित्र। कत्रो ठुलो ठाउँ छ क्या यहाँभित्र सानो चाहिँ। अहिले म छिट्छु होइन। यहाँ नै यो पुरै क्या, यो पुरै गुफा हो क्या। यहाँबाट बाहिर निस्किनु पऱ्यो। त्यही हो फेरि अर्कोपट्टि साइड नि त्यस्तै गुफा जस्तो छ। यहाँभित्र यहाँभित्र नि छिर्ने उ छ क्या, गुफा नै छ होइन। रुख चाहिँ यही हो फेरि, यही 1000 वर्ष पुरानो रुख भनेर भिडियो आएको। यही रुख भइहाल्यो, 1000 वर्ष पुरानो रुख यहाँ पनि लेखा छ। त्यसै त 1000 years old। पहिला रुखको जरा यस्तो रहेछ, अहिले पनि त्यस्तै छ यो जरा हो। तर हाँगाबिङ्गा धेरै छ क्या। टक्क हो यही देखाउन आऊँ, अरू केही नि होइन। रुखबाट निस्किँदैछ, यही रुख हो। गुफाहरू भनेको यही हो होइन। उता माथि पनि छ गुफाहरू, यहाँभित्र रुख चाहिँ यो भइहाल्यो। माथि त्यो अरूहरू पनि गुफाहरू थियो। अरूहरू पहिला त्यो गुफाहरूमा म पहिले छिरिसकेँ, त्यही भएर म अहिले छिरिनँ। अब कोही साथी अब देखाउन लानुहुन्थ्यो। अब म त पहिले नै आइसकेँ। अब चाहिँ म मेलियातिर यसो अरू ठाउँतिर टावर रातो टावर अनि चर्च दामी सिन त्यतातिर हेरेर आउँछु म चाहिँ। यहाँबाट सय देखिँदैछ क्या यो समुद्र चाहिँ होइन। यस्तो भयो यता भयो यता भयो। बस स्टपमा आएको, गाडी चाहिँ गइदिएर आएको। फेरि अर्को गाडी अब 15-20 मिनट कति छ त्यति कुर्न पर्ने थियो। यसमा झरेर हिँड्दा म दामी ठाउँ आइपुगेँ, दामी चर्चमा। त्यही चर्चमा जाने भने मैले चर्च पहिला बस उता गयो भए चाहिँ म पहिला उताको भ्यू देखाएर चर्च देखाउँथेँ। बस यता चर्चको नजिक आयो, चर्च देखाएर चाहिँ म अर्को भ्यू देखाउँछु है। चर्च यही हो होइन। यहाँको चर्चमा प्राय 2वटा घडी हुन्छ क्या होइन। उयो घडी चाहिँ माल्टाको टाइम भयो होइन, यो घडी चाहिँ माल्टाको टाइम भयो। यो घडी चाहिँ कहाँको टाइम हो? यो हेर्न यो कस्तो टाइम छ क्या। दुईवटा घडी हुन्छ क्या यहाँनिर प्रायः चर्चहरूमा। अनि यो दुईपट्टि रवि दाईको घन्टी पनि त्यहाँ छ, दुईपट्टि बवाल छ क्या। यो चाहिँ मलाई अचम्म लाग्छ। यहाँ 2टा घडी हुन्छ, एउटा यहीँको लोकल टाइम हुन्छ, एउटा कहाँको हुन्छ नि थाहा भएन।
चाहिँ चिर्केवा भयो होइन ऊ त्यो कोमिनो भयो कोमिनो आइल्यान्ड अनि ऊ त घरहरू देखायो नि यो घरहरू यो चाहिँ गोजो गोजो ऊ यो चाहिँ कोमिनो भयो यो सानो एउटा घर जस्तो देखायो नि उयो भिक्टोरिया यहाँसम्म देखायो भिक्टोरिया चर्च होला थियो ऊ यतातिर छिर्ने बाटो छ क्या होइन ऊ यहाँ कता कता होइन अहिले यहाँ मिल्यो ऊ यहाँबाट यता यता कता जाने बाटो छ अहिले मिल्यो भने यताबाट छिरेर म जान्छु यहीँ यतासम्म अनि मैले अघि नै जाने भन्ने ठाउँ चाहिँ ऊ यहाँ हो उयो डाँडा यहाँनिर बसेर चियरमा बसेर यताको भ्यू हेर्न सही मजा आउँछ अहिले म जान्छु त्यहाँ चर्च घुमेर फर्केँ होइन यहाँबाट छिर्ने बाटो रहेछ म चाहिँ यहाँबाट छिरेँ अब कस्तो दामी सफा छ क्या होइन क्लिन छ रोडहरू पनि वाउ के हो यहाँ चर्च हो कि के हो यो त चर्च जस्तो लाग्यो भित्र प्राइभेट हो भित्र यस्तो रहेछ त प्रे गर्नको लागि प्रे गर्दैछन् मान्छेहरू धर्ममा आफ्नो आस्था हो मान्छेहरूले प्रे गरिरहेको रहेछन् डिस्टर्ब गर्नुहुन्न भनेर फर्केँ म अब अर्को बाटो मैले देखाएको थिएँ नि तलबाट जाने बाटो त्यहाँ जान्छु यहाँबाट उकालो जाने बाटो त भेटेँ कहाँ पुग्छ चाहिँ मलाई पनि थाहा छैन हो स्वर्ग हेर्ने हो गाइस स्वर्ग भन्ने कि एउटा डाइलग थियो नि त्यो देखाउँछ है चाहिँ विन्डी भएको हावा चले है यो अहिलेको चल्छ होइन टक्क घाम भएको त्यही भएर राम्रोसँग देखिएन अनि यहाँ आयो होइन उता पारि पनि समुद्र यता समुद्र बिचमा जमिन आइल्यान्ड टक्क छ क्या यहाँनिर सट्ट यहाँनिर बसेर होइन घाममा चाहिँ दामी मजा आउँछ के गर्नु अब यो ठाउँ त यहाँ पहिला आउने मान्छेहरूलाई याद आइसक्यो होला होइन यहाँ नआउनेहरूलाई चाहिँ यो ठाउँ देखाइदियो क्या लास्ट हावा चलेको थियो अहिले म टाइम भयो भने यो रेड टावर पनि जान्छु यहाँ मोबाइलै हल्लाई देखाएको थियो हावाले फेरि पनि म रेड टावर आइपुगेँ यो मेरो दोस्रोचोटि रेड टावर ऊ त्यहाँ साइडमा जाने ठाउँ छ त्यहाँ जाउँ होइन ल रेड टावर के अरे के अगस्ता टावर कि के भन्छ हामी चाहिँ रेड टावर भन्छौँ रेड टावरलाई पनि नजिकबाट हेर्न पाइयो ल ठिक छ यही नै हो अघि म देख्नु भएको छ नि तपाईँहरूले कहाँनिर गयो चर्च हो यो चर्च पुरै घुमेर यताबाट पुरै घुमेर उयो डाँडामा गएर बसेर अहिले यहाँ आएको छ क्या यो रेड टावर हट्यो भाउ मेरो पछाडि चाहिँ रेड टावर छ भित्र छिर्न खोजेको बन्द भइसकेको छ अहिले अब यहाँबाट फर्किनु पर्ला अब बन्द भइहाल्यो नत्र भित्र गएर के छ यसो त देखाउनु हुन्थ्यो यहाँ बाहिर यसो आउटडोरमा आएर झन् यसो डान्स गरेर टिकटक बनाऊँ भने त मान्छे छ लाज लाग्यो म बनाउँदिनँ टिकटक अब म बनाउँदिनँ रुममै बनाउँछु बरु रुममै डान्स गर्छु